गाइस के साग रे यो चाइनिज साग हेर्नुहोस् याच्चु के भन्छ यहाँ पनि छ यो चट्ट लाएर नुडल्समा हालेर खानु एकदम दामी हुन्छ है यतातिर फापर पनि छरेका छन् यसको के साग खाने कि साग फलाउने हो साग नै काफी छ खाने रे अनि गरे साग ल अहिले मैले यति टिपे ल ठिक छ अघि टिपेको सागको प्रयोग भनेको यो नुडलमा टक्क हालेर खाने हो यो नुडल चाहिँ पिरो पिरो टक्क चटपटे टाइपको हुन्छ गाइस आउनु चाहिँ हाम्रो यो पवित्र खाजा घरमा त्यसमा बदाम पनि हाल्नुपर्छ होला ल ठिक छ रेडी भयो नुडल अब हामी खानेछौँ यो कस्टमरको लागि होइन यो मेरै लागि बनाउनु भएको हो हुन्छ हस् ल गाइस हामी चाहिँ खान थाल्यौँ यो किमा नुडल हामीले अब यस्तो तरिकाले खान्छौँ कि हेलो गाइस देखो ना गाइस देखो ल घुमै बस्यो ल गाइस यो यस्तो गरेर खानुपर्छ है है खाऊँ ओके किमा नुडल मिठो छ दरो दिएको छ नि त आमा छोरीले के हो